अब सारांशमा हेर्नुहोस्, 3 अरबको घोटाला टेरामक्सको, 25 लाख धरौटी अनि रिया को सरकारी जमिन घोटाला गरेको आरोप, 35 लाख धरौटी अनि रिया 61 किलो सुन तस्कर गरेको आरोप, 2 लाख रुपियाँ धरौटी अनि रिया। सहकारीकै केसमा हेर्ने हो भने पनि करोडौंको घोटाला गरेका मान्छेहरू लाखमा धरौटी तिर्दै उम्किँदै गरेका छन्, सञ्चालकहरू नै। तर सहकारीको सञ्चालक नभएको तर सहकारीबाट पैसा ल्याएर आफ्नो कम्पनीमा चलाएको आरोप लागेका 4 करोड बिगो दाबी गरिएको रवि लामिछानेमाथि 1 करोड भन्दा बढी उनले तिरिसकेका छन्, त्यही पनि अझै जेलमा छन्। अब भन्नेहरूले यसलाई प्रतिशोध चाँदेको होइन पनि भन्दैछन्। रवि लामिछाने पनि यो निर्दोष छन् भनेका होइनन्, गल्ती गरेका छन्, गल्ती अनुसारको कारबाही हुनुपर्छ, फाइन। रवि लामिछाने आफैले पनि मैले गरेको गल्तीको कारबाही भोग्न तयार छु भन्दैछन्। तर अरूले पाएको सुविधा उनले किन नपाएका होलान्? अरूलाई तिराएको भन्दा बढी बिगो उनलाई किन तिराएको होला? अरूले नगएको जेल उनी किन गएका होलान्? धरौटीमा छोड्ने आदेश भइसक्दाखेरि फेरि जेलमा किन गएका होलान्? भित्र खेल के होला? रवि लामिछानेमाथि प्रतिशोध चाँदिएको होला कि होइन होला?